आज चाहिँ मलाई हजुरलाई एउटा कुरा सेयर गर्न मन लाग्यो होइन। मेरो चाहिँ 4.5 वर्षको छोरीले चाहिँ मेरो आफ्नै बच्चा बेलाको हुन्छ नि कहानीहरू सुनायो कि होइन। भन्नाले त्यो मेमोरेबल बनायो भनौँ न। मेरो बाबु चाहिँ 2.5 वर्षको होइन, ऊ चाहिँ यस्तो ठोक्किया थियो क्या, साँझ थियो, अलि साँझ भइसकेको थियो। अनि त्यसपछि ठोकेर रोयो होइन। त्यसपछि हामी चाहिँ सिटिङ रुममा थियौँ। अनि वास्तवमा त मेरो नानी चाहिँ यस्तो अँध्यारोहरूमा होइन, अनि एक्लै आउनु पऱ्यो भने त डराउँछ कि। अनि माम पनि आइस्यो अथवा पापा पनि आइस्यो, अनि बत्ती बाल्दिस्यो अनि भन्दा हुन्छ होइन। त्यसपछि अनि जब त्यो बाबुलाई ठोक्यो नि, अनि त्यसपछि ठोकिने बित्तिकै चाहिँ म त सोचिरहेको थिएँ उसले अब हामीलाई भन्छ होला, किचनमा जाऊ भनेर हामीलाई भन्छ होला, त्यो आइस प्याक लिएर आऊ भनेर भन्छ होला भनेर त ऊ त हामीलाई केही नभनिकन जुरुक्क उठेर होइन, भाइ रोएको देखेर जुरुक्क उठेर त अनि म त पछि आएँ। अन्त आएर त हामी चाहिँ त्यो लड्यो केही भयो भने चाहिँ हामी त नर्मल एउटा चम्चा हुँदैन, चम्चा चाहिँ त्यो लडेको ठोकेको ठाउँमा चाहिँ लगाइदिन्छौँ ताकि हल्का चिसो नै हुन्छ। अनि बच्चाहरूलाई त्यति लगाइदिएर एकचोटि माया गरिदिएपछि उनीहरूलाई कम भएको जस्तो फिल गर्छन्। अनि त्यसपछि त अँध्यारोमा आफैले बत्ती बालेर आएर अनि चम्चा लिएर गइरहेको रहेछ कि। म त कस्तो इमोसनल भयो होइन। अनि त्यसपछि मलाई आफ्नै बच्चा बेलाको याद आयो। म चाहिँ बच्चामा एक्लै बाहिर निस्किनु पनि डराउने होइन, सानोमा भनौँ न। अनि त्यसपछि मेरो आमालाई चाहिँ, म र आमा चाहिँ हामी गाउँमा थियौँ, अरू मेरो दिदीहरू दाइहरू चाहिँ काठमाडौँ आइसक्नु भएको थियो। अनि आमालाई त जहिले मध्यरातमा दाँत दुख्ने क्या। अनि नेपालमा चाहिँ के भन्ने, गाउँमा चाहिँ के भनेको थियो भने तुलसीको पत्ता हुँदैन, त्यो चाहिँ दाँतमा त्यो दुखेको ठाउँमा लगाइदिएपछि कम हुन्छ भन्ने चाहिँ त्यो सोच थियो होइन। अनि हुन्थ्यो भन्ने विषय पनि। अनि म चाहिँ त्यस्तो अब अघि पछि मलाई टोइलेट जान पनि डर लाग्ने मान्छे। अनि त्यो आमाको दाँत दुखे पछाडि त मध्यरातमा होइन कसरी जान्थ्यो त मलाई मात्रै थाहा छ होइन। अनि तर पनि तल गएर अनि त्यसपछि त्यो मेन ढोका खोलेर अनि साइडमा हेरेर होइन कतै बाघ आएको छ भनेर, अनि त्यसपछि सिधै आँखा तुलसी पत्तामा टक्क तुलसी पत्ता तान्यो, त्यसपछि ढोका लगाइहाल्यो, अनि बल्ल सास फेऱ्यो कि। त्यो गरेको याद आइरहेको थियो होइन। अनि त्यसपछि कस्तो धेरै आफ्नो बच्चा भइसके पछाडि चाहिँ कस्तो त्यो आफ्नो बच्चा बेलाको कुराहरूलाई कस्तो गराइदिन्छ क्या बच्चाहरूले। अनि इमोसनल पनि बनाइदिन्छ। अनि लभ देखेर चाहिँ भनिहाल्यो नि एकदम खुसी लाग्छ। अनि दुईजनाको लभ देखेर दिदीभाइको होइन, अथवा कसैको दिदी बहिनी हुनुहुन्छ होला, त्यस्तो सबैको त्यो लभ देखेर चाहिँ मलाई चाहिँ अचम्म कस्तो मनपर्छ क्या। त्यो देख्दा नि आनन्द, राम्रो काम गऱ्यौँ भने जस्तो फिल हुन्छ। 2टा बच्चा भएपछि उनीहरू खेल्ने ओर्ने अब सँगै हुन्छ होइन।